नमस्कार सबैजनालाई। आजको यो मेरो भिडियोमा म चाहिँ अहिलेको एकदमै जल्दोबल्दो विषय राजतन्त्र प्रजातन्त्र खालको कुराहरू चलिरहेछ। राजतन्त्र फर्काएर ल्याउने रे भन्ने खालको कुराहरूमा म चाहिँ दुई शब्द मेरो राख्न चाहन्छु हैन। अब सबभन्दा पहिला कुरा चाहिँ म भन्दाखेरि चाहिँ जनताहरूलाई के रिक्वेस्ट गर्न चाहन्छु भन्दाखेरि तपाईले यो राजतन्त्र फर्काउने भन्ने कुरा जुन लिएर आन्दोलन गर्नुहुन्छ के गर्नुहुन्छ यो कुरा चाहिँ आफैले एनालाइसिस गर्नुपर्छ कि तपाईले जसले कसैले भनेको भरमा चाहिँ यो कुरा गर्नुभएको त्यो कुरामा चाहिँ ध्यान दिनु होला हैन। कहिले पनि एक ठाउँबाट हामी यस्तो सङ्घर्ष गरेर त्यहाँबाट निस्केको अब फेरि राजतन्त्रमा फर्किनु भनेको आफैलाई चाहिँ हर्ट गर्नु खालको कुरा हो। किन भन्दाखेरि प्रजातन्त्र भनेको चाहिँ इज द बेस्ट प्र्याक्टिस हैन। किन भन्दाखेरि इन दिस प्र्याक्टिस यु हेभ द राइट टु डिसाइड हु यु वान्ट टु लिड द कन्ट्री हैन। अहिलेको अवस्थामा चाहिँ तपाईँको डिसिजन तपाईँको हातमा छ, कसलाई शासन दिने कसरी चलाउने देशलाई अन्तत तपाईँकै हातमा छ। अहिले चाहिँ म तपाईँको फ्रस्ट्रेसन बुझ्छु हैन। तपाईँहरू फ्रस्ट्रेट हुनुको रिजन भनेको शासन गर्ने मान्छेहरूले चाहिँ राम्रो फ्युचर बनाइदिएन, राम्रो प्रेजेन्ट बनाइदिएन, एकदमै बेकार बनाइदियो। तर त्यो भन्दैमा चाहिँ त्यो सिस्टम नै खराब हो भन्न मिल्दैन हैन। दुई चारजना नेताहरू राम्रो भयो त्यसको विरोध गर्नुहोस्, बरु त्यसलाई चाहिँ राजीनामा दिनलाई आन्दोलन गर्नुहोस्। तपाईँ राजीनामा दिनुहोस्, चारवटा नेताहरू यो राम्रो भएन भने तिनीहरूलाई हटाउनुहोस्, त्यो नेताहरूलाई हटाउनुहोस्। तर डिसिजन मेकिङ तपाईँको हातमा हुनु पर्यो। त्यो राजतन्त्र फर्काउनु भनेको राजाको हातमा फेरि जानु भनेको राजा इज द इन्डिभिजुअलिस्टिक टाइपको हो। कस्तो प्रतिनिधि आउला त्यतिखेर राजाको ठाउँमा अर्को नराम्रो मान्छे आइदियो भने देशको अवस्था फेरि के हुन्छ, फेरि पनि एउटा म्यासेकरको थ्रु जानुपर्छ हैन। त्यही भएर चाहिँ तपाईँको यदि शासन गर्ने मान्छे राम्रो भएन भने फेरि इलेक्सन होला। दोष चाहिँ तपाईँको आफ्नै छ। त्यो कुरा चाहिँ तपाईँले किन भन्दाखेरि तपाईँले नेता चुन्दाखेरि चाहिँ त्यतिखेर यो कुरा विचार गर्नु भएन नि त कसलाई दिने भनेर। भोट दिँदाखेरि तपाईँले 8 कक्षा फेल मान्छेलाई दिनु भने त्यसले दुनियाँ देखेको छैन भने चाहिँ त्यसले कसरी देश विकास गर्छ, त्यसले कसरी तपाईँको भविष्यलाई चाहिँ सुधार्न सक्छ, त्यो कुरा चाहिँ विचार गर्नुहोस्। तपाईँको फेरि इलेक्सन आउँछ, फेरि अर्को इलेक्सन आउँदाखेरि चाहिँ तपाईँले यो कुरा विचार गर्नुहोस् कि मेरो दाइ बाबाले कसलाई भोट दिएको त्यतिखेर त्यो हेरेर नदिनुहोस्। को मान्छेले काम गर्न सक्छ, को मान्छे पढे लेखेको छ, को मान्छेले राम्रो कुरो गर्छ, जनतालाई उ गर्ने भाषणको थ्रु मात्र होइन त्यसको प्र्याक्टिसमा के छ। भाषणमा जसले पनि राम्रै कुरा भन्छ मैले यो गर्छु त्यो गर्छु, तर गफ हान्ने मान्छेलाई होइन कि जेन्युनली काम गर्न सक्ने मान्छे। अहिले तपाईँहरूले अब प्रजातन्त्र बेकार भन्न मिल्दैन कि, कारण अहिले बेस्ट इक्जाम्पल लिनुहोस्, बालेनको इक्जाम्पल लिनुहोस्। बालेन पनि त एउटा प्रजातन्त्रकै मान्छे हो नि त। ऊ पनि त्यसकै प्र्याक्टिस गरेर यस्तो राम्रो बनाइसक्यो अहिले काठमाडौँलाई। त्यही भएर यो सिस्टम बेकार होइन, सिस्टम राम्रो छ। मल्टिपार्टी डेमोक्रेसी हैन, गणतन्त्र छ हाम्रो कन्ट्रीमा। त्यही भएर एकदमै राम्रो हो यो सिस्टम। भोटबाजीमा आएर चाहिँ हैन राजा 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 गर्ने होइन के अरे। राजा इज नट द सोल्युसन, सोल्युसन इज इन योर ह्यान्ड। भोट फर द राइट पिपल, भोट फर द यङ पिपल हु इज विलिङ टु डु समथिङ फर द कन्ट्री हैन, हु इज विलिङ टु डु समथिङ फर योर फ्युचर हैन। जस्ट गफ हान्ने एकअर्काको कुरा काट्ने खालको नेतालाई होइन। अथवा तपाईँले हिजो चाहिँ मलाई चाहिँ मेरो काम गर्दाखेरि चाहिँ हेल्प गरेको थियो है भनेर चाहिँ त्यो तरिकाले चाहिँ भोट दिने होइन के अरे। भोट चाहिँ कसले राम्रो थिङ्किङ राखेर गरिरहेको छ, कसको प्र्याक्टिस राम्रो छ, कसले चाहिँ देशलाई राम्रो ठाउँतिर लान सक्छ त्यस्तोलाई भोट गर्नुहोस्। त्यस्तोले राम्रो सरकार बनायो भने अभियसली अवस्था पनि फेरिन्छ, व्यवस्था फेरिएकै छ, अर्को व्यवस्था ल्याउनु पर्दैन। हो सिस्टममा केही खराबी छ भने त्यसलाई चाहिँ सुधार्न प्रयास गर्नुहोस्। हुनसक्छ अहिलेको सिस्टम आउटडेटेड भयो होला, अहिलेको के अरे प्रधानमन्त्री चुन्ने तरिका गलत भयो होला, अर्कै तरिकाले गर्दा राम्रो होला कि यो कुरामा विचार गर्नुहोस्। सिस्टम बेस्ट छ, यसलाई चाहिँ केही इम्प्रुभमेन्ट चाहिन्छ भने इम्प्रुभमेन्टतिर लाग्नुहोस्। तर भोटबाजीतिर चाहिँ राजा नै चाहियो भनेर चाहिँ त्यस्तो कुरा नगर्नुहोस्। किनभने वी आर इन द बेस्ट प्र्याक्टिस, हामी अलरेडी सब वर्ल्डको बेस्ट प्रजातन्त्रमा छौँ। किन भन्दाखेरि डिसिजन मेकिङ इज इन ह्यान्ड। पछि चाहिँ राजा भयो भने यु कान्ट इभन मेक डिसिजन्स एन्ड यु डोन्ट नो हु इज गोइङ टु फलो। सो इट विल बी द टफ जब यु हेभ टु गो थ्रु अगेन। भोलि फेरि तपाईँहरूको ज्यान मारिन्छ अनि त्यसपछि व्यवस्था फेरि फेर्नुलाई तपाईँले यही गर्नुपर्ने हुन्छ। आज दुईजनाले नराम्रो काम गर्यो भन्ने आवेशमा आएर त्यस्तो कहिले पनि नगर्नुहोस्। आफ्नै दिमाग लिएर सोच्नुहोस् अनि कुन चाहिँ राम्रो छ अनि विचार गरेर बल्ल कि एक्सन लिनुहोस्। धन्यवाद सबैजना।